देख्न सक्नुहुन्छ आज 11 गते गाडी ड्राइभर फोन भए पनि यही बाटो चाहिँ सजिलो र स्थायित्व भएको कारणले गर्दा होला। देख्न सक्नुहुन्छ मान्छेहरू कस्तो चाप छ, गाडीहरू कस्तो चाप। 2-3 दिन भयो घाम लागेर अरूतिर गाडी डाइभर्ट हुनुपर्ने हो, मान्छेहरूतिर हिँड्नुपर्ने, तर यही बाटो चाहिँ सहज राम्रो लागेर होला सायद। यही बाटो चाहिँ यस्तो भिड भएर आज 11 गते पनि यसरी हिँडिरहेको छ। यात्रुको चाप हिजो अस्तिको घटेको थियो, तर अहिले चाहिँ उतापट्टिको बाटो फेरि के भयो, मान्छे यसरी घना लागेर चाहिँ यो बाटो आज आएको अवस्था छ। हिजो अलि चाप थिएन, अति चाप थिएन, अहिले चाहिँ एकदम देख्न सक्नुहुन्छ गाडीको चाप, मान्छेको चाप। त्यो सर्टकट वे हेर्न सक्नुहुन्छ। राजधानी सडक खण्ड चाहिँ अहिले पुरै बन्द छ, बनाउने साँठगाँठ छैन। तलबाट पलम ढलाई माथिसम्म लिएर बाटो खोलाउने प्रयास सायद हुँदैन होला। हेर्नुहोस्, देख्न सक्नुहुन्छ। हस्, थ्याङ्क यू।